साथीहरू आज चाहिँ मैले टुना बनाउन लागेको छु। यो चाहिँ टुना फिस हो अनि यो चाहिँ मटन। यहाँको मटनमा चाहिँ छाला हुँदैन, त्यही भएर यो नेपालको जस्तो चाहिँ मटन हुँदैन। स्वाद पनि नेपालको जस्तो हुँदैन अनि छाला पनि हुँदैन। यहाँ चाहिँ मटन चाहिँ मैले यहाँनिर हल्का तेलमा मात्रै पहिले फ्राई गर्न लगाएको छु। पानी हेरेर चाहिँ यहाँ चाहिँ अदुवा र लसुनको पेस्ट बन्दैछ। यहाँ चाहिँ प्याज खोर्सानी रेडी गरेँ मैले। अब यहाँ चाहिँ मैले टुना फिस फ्राई गर्न लागेको छु। अब यो टुना फिस चाहिँ 1 by 1 फ्राई गर्न राखेँ मैले। यहाँ चाहिँ मैले टुना फ्राई गर्न राखेँ। यता मटन चाहिँ पानी सुकिसक्यो। अब यसमा मैले प्याज एड गरेँ। यसलाई चाहिँ मैले फर्काइदिन्छु। साथीहरू मटन चाहिँ यस्तो भइसकेको छ है, कलर कति रेड भइसक्यो। अब यसमा चाहिँ मसलाहरू एड गर्ने। अब मसलाहरू यहाँ चाहिँ रातो खोर्सानीको धुलो, धनियाँको धुलो, जिराको धुलो, अदुवा लसुनको पेस्ट। अब यसलाई मजाले चलाउने। साथीहरू मैले यो चाहिँ हाल्नै बिर्सेछु। अब मैले यो चाहिँ अहिले हालेँ बिर्सेर। अब यसमा मैले ग्रिन चिल्ली र टमाटो पनि एड गरिसकेँ। अब यसलाई चाहिँ म छोपिदिन्छु एकछिनको लागि। यता चाहिँ टुनाको लागि मैले प्याजहरू फ्राई गर्दैछु अनि यहाँ चाहिँ टुना फिसको लागि टमाटर र प्याज, मटन। ल यता चाहिँ हाम्रो टुना करी पाकिसक्यो, रेडी भयो। अब मटन पनि रेडी भइसक्यो, टुना अनि यता राइस पनि पाकिसक्यो। ल आउनुहोस् है स्पाइसी टुना करी र मटन करी खानको लागि।